जोजलपा नमस्ते। आज पनि हामी समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। श्रोताहरू, कार्यक्रममा यहाँलाई स्वागत छ। श्रोताहरू, आज हामी कार्यक्रम सुरु गर्दैछौँ। कीर्तिपुर नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्षज्यू नुच्छे बहादुर महर्जनज्यूसँग कुराकानी गर्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो 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 वडा अध्यक्षज्यू नमस्कार। साउन्ड चिस साउन्ड एकदम सुन्ने छैन। हेलो, अहिले सुन्नुहुन्छ मलाई? हजुर सुन्नु भएको छ? ल अहिले भने सुने ल भन्नुहोस्। ए अलि ठुलो स्वरले बोल्नु पर्यो। हजुर, हस्। अनि त्यहाँ सानो स्वर पनि जनताले कसरी थाहा पाउँछ? धेरै पछि तपाईँसँग फेरि सम्पर्क गर्न आइपुगेँ। हजुर धन्यवाद। कार्यक्रममा यहाँलाई स्वागत गर्छु है। ल धन्यवाद तपाईँको एफएम परिवारलाई है। वडाज्यू, अब वडाको गतिविधिबारे अलिकति प्रकाश पारिदिनु न। के कति विकासका निर्माण कार्यक्रमहरू हुँदैछन् भन्ने बारेमा अलिकति बताइदिनुहोस् न। अहिलेको तातो खबर। ल तातो खबर तपाईँलाई सर्वप्रथम तपाईँको एफएम परिवारलाई म धन्यवाद दिन चाहन्छु। हजुर, तपाईँको मिडिया मार्फत मेरो वडामा भइरहेका गतिविधिहरूको बारेमा मेरा वडावासीलाई मैले जानकारी गराउन पाएँ। हजुर, मैले अलिकति भूमिका बाँध्न चाहन्छु। वास्तवमा कीर्तिपुर वडा नम्बर 6 हजुर, कीर्तिपुर नगरपालिकाकै महत्त्वपूर्ण वडा, सबैभन्दा ठुलो वडा। यसले 31.8% भूभाग कीर्तिपुर वडा नम्बर 6 ले मात्रै ओगट्छ। त्यस कारणले गर्दाखेरि स्वाभाविक रूपमा हजुर, यो वडामा अन्य वडाहरूको तुलनामा गतिविधि बढ्नु आवश्यक पनि हो र यो हरेक हिसाबले यो महत्त्वपूर्ण पनि छ। महत्त्वपूर्ण पनि छ। तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, हजुर। कीर्तिपुर वडा नम्बर 6 मा सबैभन्दा महत्त्वपूर्ण काम भनेको यसपालि हजुर, हामीले सुविधा सम्पन्न वडा कार्यालय बनाउन सफल भयौँ। बधाई सर वडाज्यू। यो वडा वास्तवमै कीर्तिपुर नगरपालिकाका वडाहरू मध्येमा एउटा उत्कृष्ट, एउटा चाहिँ सुविधा सम्पन्न वडा बनेको जगजाहेरै छ। हजुर, साथसाथै म तपाईँहरूलाई के पनि जानकारी गराउन चाहन्छु भने यो बिल्डिङ मात्रै सुविधा सम्पन्न होइन। हजुर, यो बिल्डिङबाट प्रवाह गर्ने सेवा सुविधा पनि उत्कृष्ट बनाउने मेरो सोच छ। हजुर, त्यस कारणले गर्दाखेरि कीर्तिपुर वडा नम्बर 6 एउटा भ्रष्टाचार मुक्त, एउटा सुशासन युक्त वडा बनाउन म चाहन्छु। हजुर, त्यस कारणले गर्दाखेरि यहाँबाट प्रवाह हुने सेवा सुविधाहरू अन्य वडा भन्दा फरक ढङ्गले चाहिँ मैले सुचारू गर्ने प्रतिबद्धता व्यक्त गरेँ र आउँदै गरेको फागुन 7 गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा हामी वडा कार्यालय उद्घाटन गर्दैछौँ र यहाँबाट हामी अत्याधुनिक तरिकाले जनतालाई, यहाँका वडावासीहरूलाई सेवा सुविधा उपलब्ध गराउने तयारीमा छौँ। तपाईँलाई अलिकति भनौँ, हजुर, कीर्तिपुर नगरपालिकामै नभएको हामीले क्यू सिस्टममा एउटा टोकन मेसिन राखेर हजुर, वडावासीलाई चाहिँ सेवा प्रदान गर्ने हामीले चाहिँ लक्ष्य राखेका छौँ। धेरै राम्रो। र अन्य अर्को महत्त्वपूर्ण काम भनेको कीर्तिपुर वडा नम्बर 6 मा हजुर, हामीले खानेपानीको क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण काम गरेका छौँ। हजुर, अहिले तपाईँहरूलाई भन्नुपर्दाखेरि कीर्तिपुर नगरपालिका वडा नम्बर 6 को 80% भूभागमा हजुर, 24 घण्टा खानेपानी सुविधा पुर्याएका छौँ र 20% भूभागमा निकट भविष्यमै खानेपानी पुर्याउने लक्ष्य राखेका छौँ र त्यो खानेपानी पुर्याइसकेपछि हामी कीर्तिपुर वडा नम्बर 6 लाई खानेपानी समस्या मुक्त वडा घोषणा गर्नेछौँ। हजुर, यो 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 हाम्रो महाअभियानमा चाहिँ हाम्रा वडावासीहरूले हामीलाई चाहिँ नि
सहयोग साथ दिइरहनु भएको छ हजुर। र हामी यो कीर्तिपुर वडा नम्बर 6 को चोभार एरियामा मात्रै हामीले मुहानको खानेपानी पुर्याउन सकिरहेका छैनौँ। हजुर। त्यस कारणले गर्दाखेरि हामीले एउटा त्यसको लागि पाइपलाइन खन्ने काम सुचारू भइसकेको छ, वाटर ट्याङ्क बनाउने काम सुचारू भइसकेको छ र हामी 4 महिनाको दौरानमै यो सफलता हासिल गर्छौँ भन्ने मैले ठानेको छु। हजुर। अर्को महत्त्वपूर्ण काम भनेको हजुर। हामीले यो कीर्तिपुर वडा नम्बर 6 लाई पर्यटकीय गन्तव्य स्थल बनाउनको लागि महत्त्वपूर्ण काम कारबाही अगाडि बढाइरहेका छौँ। हजुर। यस्तो विषम परिस्थितिमा पनि हामीले पर्यटकीय गन्तव्य स्थललाई हामी हाम्रो अभिलाषा पूरा गर्नको लागि मञ्जुश्री पार्कमा धमाधम काम भइरहेको छ। हजुर। तौद पोखरीमा धमाधम काम भइरहेको छ र अब अन्य मठ मन्दिरका कामहरू पनि सम्पन्न भइसकेका छन्। जस्तै आदिनाथ मन्दिरको जीर्णोद्धार कार्यक्रम सकिसकेका छ, जलविनायक मन्दिरको जीर्णोद्धार कार्यक्रम सकिसकेका छ, अन्तिम चरणमा हामी उद्घाटन मात्रै गर्न बाँकी छ। त्यस्तै गरेर हामीले जालन्धरलाई पनि नयाँ ढङ्गले विकास गरेर त्यहाँ पनि तपाईँको चाहिँ आधुनिक पुरातात्विक हिसाबले हामीले त्यहाँ काम गरिरहेका छौँ र यसरी हामीले पर्यटकीय चाहिँ उसमा पनि हामीले चाहिँ काम गरिरहेका छौँ। अर्को कुरा भनेको हामीले शिक्षा क्षेत्रमा पनि हामीसँग भएका मौजुदा रहेका विद्यालयहरूमा हामीले गर्नुपर्ने कामहरू गरिराखेका छौँ। जस्तै त्यहाँ चाहिँ हामीले चाहिँ आइटी फ्रेन्डली पनि बनाएका छौँ। हामीले त्यहाँ चाहिँ नि अलिक राम्रो चाहिँ टिचरहरूको लागि फर्निचरहरूको व्यवस्था गर्ने, हामीले चाहिँ नि शिक्षकहरूलाई चाहिँ नि नियमन गर्नको लागि डिजिटल हाजिरी सुचारू गर्ने काम पनि गरेका छौँ। र अर्को महत्त्वपूर्ण काम भनेको हामी आइसकेपछि कीर्तिपुर वडा नम्बर 6 मा स्वास्थ्य क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने हेतुले पहिला हाम्रो यो विशाल वडामा चाहिँ चोभार डाँडामा पनि हामीले सहरी स्वास्थ्य चौकी खोल्न चाहिँ सफल भयौँ र त्यहाँ पनि अहिले राम्रै तरिकाले त्यहाँका वडावासीहरूको त्यहाँको स्थानीयहरूको जनजीवनमा स्वास्थ्यमा ध्यान दिने गरेर त्यहाँ काम भइरहेछ। अर्को कुरा भनेको यो फुर्खेलमा रहेको स्वास्थ्य चौकी अत्यन्त अप्ठ्यारो स्थिति, त्यहाँ ज्येष्ठ नागरिकहरू जानै नसक्ने अवस्था थियो। त्यो अवस्थालाई मध्यनजर गरेर हामीले चाहिँ अहिले यो पाडे छापमा जलविनायक स्कुललाई चाहिँ मर्मत गरी त्यहाँ अलि सुविधा सम्पन्न बेड सहितको त्यहाँ ल्याब सहितको हामी चाहिँ सञ्चालन गर्दैछौँ। त्यस कारणले गर्दाखेरि स्वास्थ्य क्षेत्रमा पनि हामीले गर्नुपर्ने काम गरिरहेका छौँ। अर्को महत्त्वपूर्ण काम भनेको कीर्तिपुर वडा नम्बर 6 मा 200 शय्याको हस्पिटल बनाउनको लागि हामी पहल कदमी गरिरहेका छौँ। यसको लागि नेपाल सरकारले कीर्तिपुर नगरपालिकालाई 25 रोपनी जग्गा उपलब्ध गराउनको लागि अर्थ मन्त्रालयबाट राजस्व छुट भएर आइसकेको छ। केही दिनमै त्यो चाहिँ नगरपालिकाको नाम छ र हामी शिलान्यास गर्दैछौँ। यसरी हामीले विविध तरिकाले अर्को कुरा भनेको यो कीर्तिपुर वडा नम्बर 6 मा तपाईँको यो अलिक कृषिको आधार क्षेत्र पनि हो। त्यस कारणले गर्दाखेरि हामीले सिँचाइलाई महत्त्वपूर्ण ढङ्गले हामीले चाहिँ काम गरिरहेका छौँ। तपाईँको झन्डै 1.5 किलोमिटर जति हामीले चाहिँ नि पक्की सिँचाइ कुलो निर्माण गरिसकेका छौँ। हालसालै मात्रै हामीले चाहिँ सिमले खोलामा 20 लाख लगानी गरेर एउटा चाहिँ ठुलो ड्याम हामीले बनाइसकेका छौँ र कृषि क्षेत्रमा पनि हामीले चाहिँ उत्कृष्ट ढङ्गले काम गर्ने प्रयत्न गर्दै यहाँको चाहिँ वडावासीहरूको जनजीवनमा आर्थिक क्रियाकलापमा माथि उठाउनको लागि पनि हामी काम गर्दैछौँ। अर्को महत्त्वपूर्ण काम भनेको अहिले सुविधा सम्पन्न वडा कार्यालयमा हामीले तालिम हल छुट्टै बनाएका छौँ र त्यहाँ हामी हरेक महिना चाहिँ एउटा न एउटा तालिम गर्नको लागि हामीले ठाउँ बनाइसकेका छौँ र आउँदा दिनहरूमा आयमूलक तालिमहरू सञ्चालन गर्दैछौँ।
हामीले अर्को कुरा भनेको धर्म संस्कृतिको लागि पनि हामी काम गरिरहेका छौँ। हामीसँग मौजुदा रहेका काठा खल ढिमे खलहरूलाई हामीले गर्नुपर्ने उचित खालको चाहिँ हामीले सम्बोधन गरिरहेका छौँ। अर्को कुरा भनेको कीर्तिपुर वडा नम्बर 6 मा ज्येष्ठ नागरिकहरूको लागि दिवा सेवा केन्द्र 2 ठाउँमा सञ्चालन भइरहेको छ। एउटा भुतखेलको शिव मन्दिरमा हामीले माथि ट्रस्ट निर्माण गरेर त्यहाँ चाहिँ ज्येष्ठ नागरिकहरूको चाहिँ दिवा सेवा केन्द्र चाहिँ सञ्चालन भइरहेको छ भने माथि डाँडामा चाहिँ जाल्पादेवी मन्दिरमा चाहिँ दिवा सेवा केन्द्र चाहिँ त्यहाँ सञ्चालन गरिरहेको छ। त्यसमा चाहिने न्यूनतम आधारहरू हामीले चाहिँ जस्तै बुढाबुढीहरूको लागि चाहिँ भजन कीर्तन सुन्नको लागि चाहिँ तपाईँको चाहिँ राम्रो एउटा टिभी, त्यहाँ भजन कीर्तन गर्नको लागि हार्मोनियम तबला, अनि फेरि बुढाबुढीहरूलाई चाहिँ त्यहाँ चिया नास्ता गर्नको लागि हामीले चाहिने आवश्यक सबै भाँडाकुँडाहरू जस्तै ग्यास चुलो तपाईँको चाहिने ग्लासहरू सबै उपलब्ध गराएर एकदम राम्रो सुविधा सम्पन्न हामीले चाहिँ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पनि सुरु गर्दैछौँ। हजुर, धेरै राम्रो। मैले अहिले वडाजीज्यूसँग कुरा गर्दैछु र उहाँले बताउँदै हुनुहुन्थ्यो वडाको गतिविधि, वडामा भएका प्रगतिहरूबारे हामीलाई श्रोताहरूलाई बताउँदै हुनुहुन्थ्यो। यहाँनिर मैले एउटा प्रश्न यहाँलाई राख्न खोजेँ के भने अब यो अहिले भर्खरै एउटा स्वास्थ्य चौकी पनि उद्घाटन भएको छ कि त्यहाँ? हजुर हजुर, त्यो स्वास्थ्य चौकीलाई केन्द्रित राखेर कुरा गर्दाखेरि त्यहाँ चाहिँ कस्तो किसिमको सुविधा दिँदै हुनुहुन्छ तपाईँ? के किसिमको सुविधाहरू उपलब्ध गराउँदै हुनुहुन्छ त्यहाँ? चाहिँ अब हामीले चाहिँ ल्याब सहितको, हजुर, तपाईँको चाहिँ के भन्छ यो चाहिँ बच्चा जन्माउनुको लागि पनि सुलभ हुने, के भन्छ यसलाई, मातृ सुत्केरी, यसलाई सुत्केरी भनौँ न, के भन्छ त्यसलाई, जो सब सुत्केरी बनाउने ठाउँ पनि हामीले बनाउने सोच राखेका छौँ। त्यस्तो पनि छ। तपाईँको चाहिँ 5वटा बेड पनि हामीले त्यहाँ राखेका छौँ। 5वटा बेड पनि हामीले ल्याइसकेका छौँ र अब त्यसमा ल्याबको लागि हामी कुरा गर्दैछौँ। यसलाई अलिकति फरक ढङ्गले हिजो चलिआएको जसरी थियो त्यसलाई अलिकति फरक ढङ्गले चलाउने चाहिँ हाम्रो सोच छ। मतलब त्यहाँनिर अब ब्लडहरू टेस्ट गर्नेदेखि लिएर ल्याब भनेपछि त सबै आयो नि, सुगर ल्याब, ब्लड टेस्ट गर्नेदेखि लिएर हामी सबै त्यहाँ गर्छौँ। अनि एउटा कुरा त्यहाँनिर हाम्रो फर्स्ट एड भनौँ न, प्राथमिक उपचारहरूको पनि व्यवस्था होला नि? प्राथमिक उपचारहरू सबै व्यवस्था छ त्यहाँ छ है। धेरै राम्रो। यो तपाईँहरूले निरीक्षण पनि गर्न सक्नुहुन्छ। अब हामीसँग चाहिँ त्यो हिजो चाहिँ कस्तो अवस्था थियो भने त्यो हेल्थ पोस्ट राखेको ठाउँ चाहिँ अलि साँगुरो, अलिकति अप्ठ्यारो थियो। अहिले त अलिकति फराकिलो ढङ्गले हामीसँग चाहिँ ठाउँ भएको हुनाले त्यसलाई अलिक फरक ढङ्गले हामीले चलाउन खोजिरहेका छौँ। त्यहाँ हामीले करिबन चाहिँ 16 लाख रुपियाँ लगानी गरेर त्यसलाई चाहिँ राम्रोसँग बनाइ पनि सकेका छौँ। अनि त्यो गाडी साडी जाने व्यवस्था पनि, बाटो साटोको व्यवस्था छ? गाडी बाटोमै छ त्यो। हजुर। अनि यहाँले अर्को एउटा भन्नुभयो शिक्षा क्षेत्रमा चाहिँ आइटी फ्रेन्डली बनाएको छु वडालाई भन्नुभयो, यसको अर्थ अलिकति बताइदिनुहोस् न, कस्तो किसिमबाट बनाउनु? हामीले अब तपाईँको चाहिँ दुईटै विद्यालयलाई हजुर हामीले कम्प्युटरहरू प्रदान गर्यौँ। हजुर। अब यसलाई चाहिँ हामीले हिजोको ढङ्गले होइन, फरक ढङ्गले विद्यालय सञ्चालन हुनुपर्छ भन्ने मान्यताले हामीले चाहिँ त्यहाँ आइटी क्लासहरू पनि सुरु गर्ने भन्ने ढङ्गले चाहिँ हाम्रो 14 राष्ट्रिय उच्च माविमा त्यो यसपालिदेखि कार्यक्रम लागू हुने गरेर सुरु गर्दैछौँ। हजुर। अनि अर्को एउटा चाहिँ 200 बेडको हस्पिटल नयाँ स्थापना गर्दै हुनुहुन्छ होइन? हजुर हजुर हजुर। यो चाहिँ कहिलेतिर शिलान्यास गर्ने, कति पछि? यो शिलान्यास अब हामी पनि यो महिनाभरिमा कीर्तिपुर नगरपालिकाको नाममा चाहिँ जग्गा आउँदैछ। हजुर। त्यो आउने बित्तिकै हामी शिलान्यास कार्यक्रम गरिहाल्छौँ। हजुर।
पक्कै पनि अब कीर्तिपुर नगरपालिका वडा नम्बर 6 क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो रहेछ। मैले यहाँ श्रोताहरूलाई पनि जानकारी गराउन चाहेँ वडा अध्यक्षज्यूका अनुसार। अनि त्यहाँ सुविधा सम्पन्न कार्यालय सबभन्दा ठुलो कुरा त जनताहरूले नागरिकहरूले सुविधा पाउने भए, आफ्नो वडाको काममा जाँदाखेरि सुविधा पाउने भए। एकदम कन्जस्टेड एकदम साँघुरो ठाउँमा काम गर्नुपर्ने अवस्था रहेन अब है। हजुर धेरै राम्रो प्रगति रहेछ वडा नम्बर 6 कीर्तिपुर नगरपालिका। म तपाईँहरूलाई निम्ता पनि गर्न चाहन्छु। फागुनको 7 गते 11 बजे हामी वडा भवन चाहिँ उद्घाटन गर्दैछौँ। हजुर हस्। अब जाँदा जाँदै वडाज्यू, अब अन्त्यमा हाम्रा श्रोताहरूलाई कुनै शुभकामना, कुनै सन्देश र कुनै जानकारीहरू दिनुहुन्छ कि अन्त्यमा? म तपाईँहरूकै एफएम मार्फत सम्पूर्ण वडावासीहरूमा के आह्वान गर्न चाहन्छु भने अहिले हामीले गरिरहेका गतिविधिहरूमा आम वडावासीहरूको शासक छँदैछ, तरै पनि हामीले कहीँ गल्ती कमजोरी गरेका छौँ भने यथेष्ट सुझावको लागि आह्वान पनि गर्न चाहन्छु र आउँदा दिनहरूमा थप प्रभावकारी ढङ्गले काम गर्ने म वडावासीहरू समक्ष प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु र आम तपाईँहरू मिडियाकर्मी साथीहरूलाई पनि कीर्तिपुर वडा नम्बर 6 मा भएका गतिविधिहरूलाई स्वच्छ र निष्पक्ष ढङ्गले उजागर गरिदिनु हुन पनि म आह्वान गर्न चाहन्छु। हजुर धन्यवाद नुच्छेबहादुर महर्जन वडाध्यक्षज्यू, हाम्रो कार्यक्रममा जोडिएर वडाको बारेमा जानकारी दिनुभयो। यसको लागि म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद तपाईँलाई पनि। तपाईँले जसरी आज मैले गरिरहेका गतिविधिहरूको बारेमा मेरा वडावासीहरू र सम्पूर्ण नगरपालिका परिवारमा जुन कुरा राख्ने मौका दिनुभयो, यसको लागि म व्यक्तिगत तर्फबाट र कीर्तिपुर नगरपालिका वडा नम्बर 6 को तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हजुर धन्यवाद। उहाँ हुनुहुन्थ्यो वडा अध्यक्ष नुच्छेबहादुर महर्जनज्यू, कीर्तिपुर नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष हुनुहुन्थ्यो। श्रोताहरू, कार्यक्रममा पुनः म यहाँलाई स्वागत गर्न चाहन्छु। अब अगाडि म आज एकजना स्वास्थ्य कर्मीलाई अगाडि ल्याउँदैछु। उहाँ हाम्रो कार्यक्रममा निरन्तर जोडिनु भएको छ। उहाँ हुनुहुन्छ प्रोफेसर डाक्टर शिवमङ्गल प्रसाद। उहाँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल कीर्तिपुरका क्याम्पस प्रमुख पनि हुनुहुन्छ। उहाँसँग हामीले यस अगाडिका कार्यक्रमहरूमा विशेष गरी कोरोनाको बारेमा कुरा गरेका थियौँ। अनि त्यस पछाडि फेरि हामीले एउटा उहाँ बालरोग विशेषज्ञ पनि हुनुहुन्छ है, मैले यहाँलाई जानकारी गराएँ। बालरोग बारेमा पनि एकपटक कुराकानी गरेका थियौँ। आज भने हामी हाम्रो सरकारले भर्खरै भारतबाट अनुदान स्वरूप ल्याएको 10 लाख खोप कोरोना विरुद्धको खोपका बारेमा कुराकानी गर्दैछौँ। म सबभन्दा पहिला प्रोफेसर डाक्टर शिवमङ्गल प्रसादलाई स्वागत गर्न चाहन्छु। हेलो 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 डाक्टर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर हजुर, धेरै धेरै धन्यवाद हजुरलाई पनि। आज पनि फेरि म यहाँसँग जोडिएको छु यो स्वास्थ्य सम्बन्धी नै कुरा गरौँ भनेर। हजुर 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 हुन्छ। आज खास गरी म हाम्रो भारतबाट भर्खरै आयात गरेको छ नि, भनौँ न अनुदान स्वरूप आएको छ नि हाम्रो कोरोना खोप। हजुर, यसै विषयमा केन्द्रित रहेर कुरा गरौँ भनेर। यो खोप चाहिँ अब अलि 10 लाख खोप आएको छ। यो खोपको भनौँ न असर प्रभावकारिताबारे अलिकति बताइदिनुहोस् न। यसको प्रभावकारिताबारे केही बताइदिनुहोस् न। ए हजुर 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 हजुर, धेरै धेरै धन्यवाद यहाँलाई। हजुर, यहाँको माध्यमले सम्पूर्ण जनमानसमा मलाई अवसर जुटाइदिनु भएकोमा सर्वप्रथम नेवा असमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सर। र यहाँले भने जस्तै यो अहिले विश्व महामारीको रूपमा रहेको कोभिड-19, हजुर,
रोगको बारेमा अहिलेसम्म भ्याक्सिन एउटा अनौठो खोजको रूपमा रहिरहेको थियो। हजुर तर आज हाम्रो त्यो सपना साकार भएको छ। हजुर नेपाल सरकारलाई धेरै धेरै धन्यवाद छ तपाईँको कार्यक्रमको माध्यमले। हजुर र अहिले नेपाल सरकारले भारत सरकारको विशेष सहयोगमा अनुदान सहयोग भन्छौँ यसलाई, गभर्मेन्टले भन्ने गरेको छ। हजुर त्यसमा तपाईँले भने जस्तै 10 लाख डोज अहिले खोपको भारत सरकारले हामीलाई सहयोग स्वरूप प्रदान गर्नु भएको छ। यसको नाम हो कोभिसिल्ड भ्याक्सिन, कोभिड-19 भ्याक्सिन एगेन्स्ट कोभिड-19 को रूपमा। हजुर र अहिले नेपाल सरकारले फ्रन्टियर फर्स्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सफाई कर्मचारी र सुरक्षा कर्मीहरूलाई दिने जुन लक्ष्य राखेको छ 4 लाख जनका संख्या, र यो भ्याक्सिन धेरै नै अब अहिलेसम्म संसारमा आविष्कार भएको र उत्पादित भएको भ्याक्सिनमा मध्येको एकदम प्रभावकारी भ्याक्सिन पनि हो। र यो भ्याक्सिन मैले आफै पनि लगाएको हो। अब अहिले 72 आवर्स क्रस गरे र जुन रिपोर्ट छ, स्टडी रिपोर्ट, त्यो अनुसार यो कोभिसिल्ड भ्याक्सिन धेरै नै प्रभावकारी छ। यसको प्रभावकारिता रेन्जको बारेमा अहिले कुरो भइरहेको छ। मिडियाहरू माध्यमबाटले पनि पाउनुभयो होला सूचना। यसको चाहिँ 60 to 90% को रेन्जमा रहेको छ। यसको प्रभावकारिता 90% सम्म छ। तर सुरुको दिनमा 30% प्रभावकारिता छ भन्ने पनि भनेको थियो। तर यो स्टडीले यसको 60 to 90% प्रभावकारिताको रूपमा भनेको छ। यो अरू भ्याक्सिन जस्तै नै प्रभावकारी छ। अहिले जुन हामीले अरू भ्याक्सिनहरू बालबालिकालाई आफैलाई युज गर्छौँ त्यस्तै नै हो। र यो भ्याक्सिन एकदम सुरक्षित छ। मिडियाको माध्यमबाट आम पब्लिकमा यसको सूचना सम्प्रेषण पनि भइसकेका छ। हामीहरू आफै हेड अफ द इन्स्टिट्युसन्सहरू नै पहिला लगाएर हामीले प्रमाणित गर्यौँ कि यो सुरक्षित छ। र अहिले भर्खरै भने हजुरलाई कि मैले आफै पनि यो भ्याक्सिन लगाएँ। अहिले भर्खरै 72 आवर्स क्रस गरेको छु म। र त्यस्तो किसिमको खासै दुष्प्रभावहरूको सामना गर्नु परेको छैन। यसमा सामान्य असरहरू देखा पर्दो रहेछ सुरुमा। अब जस्तै व्यक्ति विशेषमा अलिअलि फरक पर्दो रहेछ। कसैलाई ज्वरो आउने, चिसो लाग्ने, टाउको दुख्ने, वाक लाग्ने, रिङ्गटा लाग्ने, र कसैमा अलिकति जीआई अपसेट पनि देखिएको छ। खाना मन नलाग्ने अथवा के भन्छ हामी डायरिया जस्तो पटक दिशा जानु पर्ने जस्तो देखिएको छ। तर यी अन्य भ्याक्सिनहरू लगाइसकेपछि देखिने प्रभाव, यसलाई के भन्छौँ साइड इफेक्ट जस्तो, यसमा पनि छ। तर यसको अलावा एकदम डेन्जर रूपमा खतरनाक असरहरू कुनै चाहिँ देखा परेको छैन। म पनि मिडियाकै उसमा समाचारहरू न्युजहरू हेरिरहेका छौँ। 75 जिल्लामा पुरा नेपालभरि नै स्वास्थ्यकर्मीहरूलाई यो खोप दिएको छ। तर कसैमा पनि एकदम फेटल किसिमको दुष्प्रभाव देखिएको छैन। साथीहरूले मजाले फेसबुकमा पनि सूचना सम्प्रेषण गरिराख्नु भएको छ कि आम ओके आफ्टर भ्याक्सिनेसन अफ कोभिड भन्ने राखिराख्नु भएको छ। त्यसकारण यो एकदम प्रभावकारी छ। हजुर, खुसी लाग्यो डाक्टर साहबले पनि लगाउनु भएछ। अनि डाक्टर साहब यो सुई एकपटक लगाएर मात्र होइन, यसको डोज सेकेन्ड डोज पनि लिनुपर्छ भन्ने मधुरो आवाज आयो। साउन्ड सुन्नु भएन? अलि मधुरो आवाज आयो हजुरको सुन्नु। यो अनि यो सुई चाहिँ फेरि दोस्रो पटक पनि लगाउनु पर्छ भन्ने सुनिन्छ नि। हजुर यसको 2 डोज रहेछ हैन। अनि फर्स्ट डोज लगाइसकेपछि आफ्टर 4 वीक 4 वीक्समा फेरि अर्को डोज लाउन पर्छ। र यसरी 2 डोज लगाइसकेपछि यसको प्रभावकारिता 6 मन्थको लागि अहिले भनेको छ।
यो चाहिँ अब भारतमा चाहिँ अलिकति साइड इफेक्ट भारतमा मान्छेहरू मरेको भन्ने पनि कता कता सुनिन आएको छ सामाजिक सञ्जालहरूमा। यस्तो छ अब कहीँ सामान्य अब यसलाई त नेग्लिजेबल नै मान्न पर्छ, डराइहाल्नु पर्दैन। औषधि न हो, बिना साइड इफेक्ट भएको त कुनै पनि औषधि संसारमा छैन। हजुर। त्यसकारण अब व्यक्ति विशेषमा कसैलाई हुन सक्छ, तर त्यो पनि अब उसँग अरू कुनै डिजिज भएको हो कि कुनै एलर्जेन्टको हिस्ट्री हो कि, त्यसकारण यो भ्याक्सिन लगाउँदाखेरि हामी लगाएको सेन्टरमा त मजाले पहिला काउन्सेलिङ गरेका थियो, सबै सोधेको हजुरलाई केही छ कि, यसो केही औषधि सेवन गरिराख्नु भएको छ कि। अब यो कहिलेकाहीँ कसो हुन्छ कि मास भ्याक्सिनेसनमा ठुलो सङ्ख्या छ, त्यस्ता गयो भने यी पार्टहरू काउन्सेलिङको पार्टहरू अनि त्यसरी भ्याक्सिन नै अब लगाउने मेथड यिनीहरूमा पनि त्रुटि भएर त्यस्तो हुन सक्छ। हजुर। अनि यसले चाहिँ यो पुराना दीर्घ रोगीहरू हुन्छन् नि डाक्टर साहब। हजुर, दीर्घ रोगीहरूको बारेमा पनि अब काउन्सेलिङमा त भनेकै छ। अब दीर्घ रोगीमा अब मुटुको रोगीहरूमा जो रगत पातलो गर्न जुन औषधि लिइराखेका हुन्छन् वार्फेरिनहरू, तिनीहरूलाई नलगाउने भनेको छ। तर उहाँहरू पनि रेगुलर चेकअपमा हुनुहुन्छ, जस्तै एस्प्रिनहरू लिनेहरू हुनुहुन्छ नि मुटुको रोगीहरू, उहाँहरूलाई पनि रेगुलर चेकअपमा हुनुहुन्छ र त्यस्तो केही प्रब्लम छैन भने उहाँहरूलाई पनि दिँदा हुन्छ। उहाँहरूले पनि लगाउनु भएको छ, उहाँहरूलाई पनि लगाउनको लागि यो रिकमेन्ड गरिएको छ। हजुर। यो अब भनौँ न, अब पहिलोपल्ट हाम्रो नेपालमा आएको छ र स्वास्थ्य कर्मीहरूलाई प्राथमिकताका आधारमा दिँदैछ। अब यसले चाहिँ अब सम्पूर्ण नेपाली सर्वसाधारणले सबैले यो खोप पाउन कति पर्खनु पर्ला? अब यसो छ, यो त अब हाम्रो गभर्मेन्टमा डिपेन्ड गर्छ। मैले भन्न मिलेन कहिले पाउँछ भन्ने कुरो, तर यो आम सम्पूर्ण जनमानसलाई यो भ्याक्सिन उपलब्ध चाहिँ गराउँदा अति उत्तम, सबैले पाउनै पर्छ यो। हजुर। अनि यो भ्याक्सिन डाक्टर साहब, अनि यो भ्याक्सिनले अहिले नयाँ नेक्स्ट अब भनौँ अर्को खालको यो कोभिड, सुन्नु भएको छ मलाई? हेलो, बिचबिचमा म प्रश्न भएको छैन हजुर। यो इन्टरनेटले गरेर होला, टेलिफोनको खास केही प्रभाव होला हजुर। अहिले सुन्नु भएको छ? हेलो हजुर। हजुर डाक्टर साहब, सुन्नु भएको छ मलाई? अहिले सुने। यो हाम्रो नेवा एफएम अलिकति यो एन्टिना अलिकति टिप्दैन यहाँ छ, त्यो भएर होला टेलिफोनमा अलिकति गडबडी भएको। डाक्टर साहब, यो औषधि छ नि, यो चाहिँ अब भनौँ न सम्पूर्ण नेपालीहरूलाई पुग्न त अहिले कहिले पुग्छ भन्ने थाहा छैन, तर चाहिँ यो औषधिको अब यो सेकेन्ड कोभिड आएको छ नि, यो लन्डनबाट निस्केको कोभिड, यसको लागि पनि प्रभावकारी छ त? हजुर। लन्डनबाट नयाँ किसिमको भाइरस आएको छ नि अहिले। हजुर। नयाँ भाइरस आएको छ नि एउटा कोभिड-19 बाहेक, पछि लन्डनबाट एउटा लन्डन भाइरस निस्केको छ नि एउटा, है दर्शन? लन्डनबाट एउटा भाइरस निस्केको छ नि नयाँ कोभिड। ए हजुर, अनि त्यसको बारेमा त स्टडी भइरहेको छ। हजुर। तर त्यसको मा पनि यो काम लाग्छ भनेर त भनिराखेको छ। हजुर। त्यसको लागि पनि हुन्छ, त्यसलाई पनि यसले इफेक्टिभ छ यो भनेर भनिराखेको छ। तर यो त अब एक किसिमले त हामी पनि त अब पहिल्यै युज त गरिरहेका छौँ नि त। हजुर हो। त्यो पछिको स्टडीहरूले यसलाई कन्फर्म गर्छ, तर त्यसको एगेन्स्टमा पनि इफेक्टिभ छ भनेर त भनिराखेका छ स्टडीहरूले। हजुर, हुन्छ डाक्टर साहब, खुसी लाग्यो हाम्रो कार्यक्रममा जोडिनु भयो र यो कोन स्टिल भ्याक्सिनको बारेमा कुराकानी गरिदिनु भयो, धेरै खुसी लाग्यो। अन्त्यमा म डाक्टर साहब एउटा कुरा के सोध्न चाहन्छु भने, यो भ्याक्सिन लगाउन जनताहरू अलिकति डराएको महसुस भइरहेको छ, तिनीहरूलाई केही सन्देश दिनुहोस् न। होइन, डराउनु पर्दैन। तपाईँको माध्यमले मैले पहिला पनि भनेको हो, यो डर मान्नु पर्ने अवस्था छैन। तर मैले पहिल्यै भने अब कसैलाई त्यो त नेग्लिजेबल मानिन्छ मेडिकल साइन्समा।
यस्ता फाटोफुटो देख्ने असरलाई त नेग्लिजेबल मानिन्छ। अब यो तपाईँको स्टडीले नै भनेको छ कि 90% सम्म यो इफेक्टिभ छ, यो भ्याक्सिन काम गर्छ। यो भ्याक्सिन लगाइसकेपछि 90% सम्म कोरोना हुने चान्स रहँदैन र यो एकदम अहिलेसम्म त म आफै लगाएको छु, त्यही भएर एउटा कन्फिडेन्सको साथ तपाईँको माध्यमले आम नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यो सूचना सम्प्रेषण गर्न चाहन्छु कि यो सुरक्षित छ, एकदम ढुक्क भएर लगायो हुन्छ। हजुर, धेरै खुसी लाग्यो डाक्टर साहब, हाम्रो कार्यक्रममा जोडिएर यतिका जानकारीहरू दिनुभयो। व्यस्तताका बावजुद पनि नेवा एफएमलाई यतिका जानकारी दिनुभयो। म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यहाँलाई पनि विशेष धन्यवाद र यहाँको माध्यमले मलाई सुने बसिराख्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बिहानको शुभ बिहानी नमस्कार भन्न चाहन्छु। हस्, धन्यवाद। भविष्यमा पुनः जोडिने आशा राख्दै डाक्टर साहबसँग म आज छुट्टिएँ। उहाँ हुनुहुन्थ्यो प्रोफेसर डाक्टर शिवमङ्गल प्रसाद, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल कीर्तिपुरका क्याम्पस प्रमुख तथा बालरोग विशेषज्ञ पनि हुनुहुन्थ्यो। आजको लागि समय सन्दर्भ यति नै। अब फेरि भेटौँला। शुभ